नमस्ते दर्शक, म चाहिँ अहिले यहाँ सूर्य विनायकबाट थोरै अगाडि छु, आदर्श भन्ने स्थानमा छु। यहाँ चाहिँ 6 लेन सडक कसरी बनिरहेको छ भनेर चाहिँ म हजुरहरूलाई देखाउन गइरहेको छु। यहाँ चाहिँ निर्माण कार्य एकदम तीव्र गतिमा भइरहेको छ भने चाहिँ यहाँ कति 70-80% चाहिँ काम सकिसकेको छ। अब कालोपत्रे गर्ने तयारीमा छ। अब यो छिट्टै 1-2 महिनाभित्रमै यो कालोपत्रे भइसक्छ। यहाँ चाहिँ बेस हालेर चाहिँ एकदम चिल्लो बनाइसकेको छ सडक। म त्यो फेरि हजुरहरूलाई सडक देखाउँदैछु, कहाँ के काम भइरहेछ, जेसीबीले कसरी काम गरिरहेको छ, के काम भइरहेको छ, म हजुरहरूलाई विस्तृतमा देखाउन गएको छु। कृपया यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। यहाँ चाहिँ अहिले बाटो 6 लेनको बाटो निर्माण कार्य चाहिँ लगभग 80% काम चाहिँ सकिसकेको छ। यहाँ ग्राभेलिङ गरेर चिल्लो बनाइएको छ बेस हालेर भने यो पिच गर्ने तयारीमा छ। दायाँ बायाँको ट्र्याकबाट गाडी गइरहेको देख्न सकिन्छ, किनभने बिचमा चाहिँ निर्माण कार्य भइरहेको छ। यहाँ चाहिँ ग्राभेलिङ र बेसको काम सकिसकेको छ। उता अगाडि चाहिँ पुरानो बेस पिचहरूलाई चाहिँ हटाएर नयाँ बेस हालेर चाहिँ काम सुरु भइरहेको छ। यो चाहिँ आदर्श भन्ने ठाउँ हो, यो भक्तपुरको आदर्श भन्ने ठाउँ हो। यतापट्टि सूर्य विनायक हो भने यतापट्टि चाहिँ जगती पर्छ। अहिले यो बिचको ट्र्याकमा चाहिँ काम भइरहेको छ, किनभने गाडीलाई नो इन्ट्री छ यो बिचको साइडमा चाहिँ। अनि दायाँ बायाँको तर्फ साइडको ट्र्याकबाट चाहिँ गाडीहरू गइरहेको देखिन सकिन्छ। एउटा ट्र्याक यतापट्टि छ अनि भने अर्को ट्र्याक उतापट्टि छ। त्यो पूर्व जाने गाडीहरू हो, यिनीहरू चाहिँ पुरै अलिकति अगाडि बाटो बनाइरहेको भएर चाहिँ अलि जाम छ त्यहाँ, भने गाडी बिस्तारै स्लो गतिमा चाहिँ गइरहेको छ। बिचको भागमा चाहिँ नो इन्ट्री है। फेरि बिचको भागमा चाहिँ नो इन्ट्री। यहाँ चाहिँ एकदम चिल्लो बनाइसकेको छ, किनभने यो बिग्रेला अब कालोपत्रे गरेर मात्रै अनि गाडीहरू पास गर्ने भनेर चाहिँ यहाँ नो इन्ट्री छ। त्यही भएर चाहिँ म यहाँ गाडीहरू नभएको बेलामा चाहिँ हजुरहरूलाई यो भिडियो देखाइरहेको छु। यो बिचको भागमा चाहिँ यस्तो छ भने मेरो साइकल चाहिँ यहाँ छ। म चाहिँ अहिले ड्युटीको लागि हिँडेको, काठमाडौँ हिँडेको। म यहाँ साइकल एकछिन रोकेर चाहिँ हजुरहरूलाई यो बाटोको अपडेट देखाउनलाई चाहिँ यहाँ रोकेको छु। उतापट्टि जेसीबीले काम गरिरहेको छ भने यताबाट गाडी गइरहेको देख्न सकिन्छ। यो बिचको भागमा चाहिँ एकदम बेस हालेर चाहिँ चिल्लो बनाइएको छ। यो चाहिँ सूर्य विनायकदेखि धुलिखेलसम्म निर्माण हुने 6 लेन सडक हो। यो चाहिँ नेपालको एकदम ठुलो, नेपाल आफ्नै लगानीमा नेपालले आफैले बनाएको चाहिँ 6 लेन सडक हो यो। दर्शकवृन्द, अब यो पनि हेर्नुहोस्, पुरानो बेस र पुरानो पिच हटाएर चाहिँ नयाँ बेस हालेर कसरी काम भइरहेको छ। अब यो पनि हेर्नुहोस्। गाडीहरूलाई चाहिँ पुरै नो इन्ट्री हो है, तर मेरो साइकललाई चाहिँ इन्ट्री पास छ। पछाडि मेरो साइकल देख्नुहुन्छ, म चाहिँ ड्युटीको लागि हिँडेको। यो चाहिँ बिचको भागमा अलिकति ग्याप छोडिएको छ, किनभने यो चाहिँ बोट बिरुवाको लागि, बगैँचाको लागि हुनसक्छ। यो दुई साइडमा चाहिँ बेस भइसकेको छ। यहाँ बेसहरू गाडीहरूले लगिरहेको पनि देख्न सकिन्छ। टिपरहरूले भने यतापट्टि गाडी गइरहेको छ। यो बिचको भागमा चाहिँ खाली राखेको छ। यो चाहिँ बोट बिरुवा, बगैँचाको लागि हुनसक्छ। यो दुई साइडमा चाहिँ यो लगभग 5 फिट 6 फिट चाहिँ यो ग्याप रहेछ। यतापट्टि चाहिँ सूर्य विनायक हो है। यो हजुरहरूले देख्न सक्नुहुन्छ यतापट्टिको यो चाहिँ के हो भनेदेखि यो चाहिँ पानी पास हुने हो है, कल्भर्ट हो, कल्भर्ट कुलो हो है। यहाँ भित्रबाट चाहिँ पानी पास हुन्छ। यो निकै ठुलो छ, लगभग 4 फिटको बनाएर चाहिँ लगिएको छ। यो डिभाइडर राखेर चाहिँ यो डिभाइडरभित्र चाहिँ पानी बग्छ भने यतापट्टि अर्को साइडको ट्र्याक भयो। यो चाहिँ वाल भयो, बेस वाल भयो यो चाहिँ। अनि यहाँबाट चाहिँ सडक बनिसक्यो है गाइज, बनिसक्यो। ल, सूर्य विनायक धुलिखेल सडक खण्ड अन्तर्गतको जगाती खण्डको ताजा अपडेट। यो चाहिँ सूर्य विनायक चोक हो, जुन चाहिँ 6 लेन सडकको 0 पोइन्ट हो। यो चाहिँ 0 पोइन्टमा चाहिँ पुरानो पिच हटाएर चाहिँ नयाँ बेस हाल्ने काम भइरहेको छ। यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ यतापट्टि यो मेसिनले चाहिँ पुरानो पिच, यहाँको पुरानो पिच हटाएर चाहिँ यो रोडा चाहिँ उता उसमा टिपरमा लोड गरेर चाहिँ फेरि रिसाइकल गरेर पिचको लागि तयार हुनेछ। त्यसको लागि निकालेर नयाँ बेस हालेर चाहिँ यहाँ काम गर्ने भइरहेको छ। त्यहाँ पुरानो पिच हटाउने मेसिन हो यो। यो आधुनिक मेसिन चाहिँ यो पहिलोचोटि देखेँ मैले यहाँ भित्रिएको। बिल्कुलै नयाँ प्रविधि हो यो चाहिँ।
कतिपय ठाउँमा चाहिँ पुरानो पिचलाई यत्तिकै जेसिबीले पेलेर हटाउँथ्यो, तर यसलाई चाहिँ पुरानो पिचको रोडा अलकत्राहरू निकालेर चाहिँ फेरि यसलाई रिसाइकल गरेर चाहिँ पिच गर्नको लागि यहाँ यसरी राखिदो रहेछ। यो टिपरमा लोड भइरहेको छ, यो भरिएपछि फेरि अर्को टिपर आउँछ फेरि। पुरै हजुरहरूले देख्न सक्नुहुन्छ माथिबाट पिचको रोडा अलकत्राहरू चाहिँ माथिबाट जम्मा भइरहेको छ। यो चाहिँ सूर्य विनायक चोक भयो यतापट्टि। यो सूर्य विनायकको 0 पोइन्टबाट चाहिँ 6 लेन सडक निर्माण कार्य चाहिँ यहाँबाट स्टार्टिङ पोइन्ट हो। यो 6 लेन सडक चाहिँ यहाँबाट स्टार्ट भएर चाहिँ धुलीखेलसम्मको छ। अब छिटै नै सम्पन्न हुने तयारीमा छ। दर्शकबिन, यो भिडियो कस्तो लाग्यो हजुरलाई? भिडियो मन परेमा लाइक, कमेन्ट अनि सेयर गरिदिनु होला र मेरो च्यानललाई फलो पनि गरिदिनु होला। आगामी दिनमा म यस्ता भिडियो लिएर हजुरहरूमा आउने छु। आजको लागि बिदा पाऊँ। नमस्ते।